यो एरिया चाहिँ अहिले हामी बस्ने ठाउँ हो हैन। यो हाम्रो साउबाको टनेल भइगयो। हामी यो घरमा बस्छौँ, अगाडिको यो देखिने घरमा। यता माथितिर लेक छ, पुरै पहाड जस्तो सानो सानो पहाडहरू, पुरै रुख वृक्षले भरिएको। यता पारी देखिने सबै कम्पनी लाइन हो, त्यताका कम्पनीहरू हुन् सबै देखिनेहरू चाहिँ हैन। अब यो पारीतिर पनि पुरै हरियाली छ, जङ्गल छ सानो सानो, तल फाँट छ, खेतहरू, धान ठुल्ठुलो भइसक्यो। यसो हेर्दा उपत्यका टाइपको देखिन्छ। डाँडाहुरी डाँडा पारी जताततै हरियाली छ। सबै पारीको डाँडा भयो, डाँडा तलतिर चाहिँ खेतहरू छन्। खेतमा पनि हरियाली, एकदमै ठुल्ठुलो धान भइसकेको छ। अब पोसाउनलाई रेडी छ धानहरू पनि। एकदम कोरियाको जस प्राय ठाउँ चाहिँ हरियाली छ कि, जताततै हरियाली। ठाउँ पनि एकदम व्यवस्थित, टुक्को टुक्को निक्लेको, खेती गर्नलाई चाहिँ एकदम उपयुक्त जग्गाहरू। अनि यहाँको चाहिँ वासस्थान र उस चाहिँ एकदमै व्यवस्थित छ। खेती गर्ने ठाउँमा खेती गर्ने, बस्ने ठाउँमा बस्ने, बजारी इलाकामा बजार भइयो, एकदमै राम्रो खालको व्यवस्था गरिएको छ। गोधुली साँझ पर्दैछ, यति बेला यहाँको 7:04-5 गइसकेछ है। यो घाम चाहिँ अब अस्ताउने घाम हो, यस्तो मजाको घाम लागिरहेको छ। अब यो अस्ताउनलाई रेडी छ घाम। मकैहरू यत्रो यत्रो भइसकेछ, एक थरी मकैहरू। जे गरम गर्न भनेर बाहिर निस्कँदैछु। दिउँसोको गर्मीले एकछिन बाहिर निस्कन बस्न सकिँदैन। साँझको बेला यति बेला एकछिन बाहिर बसौँ भने पनि यस्तो छ अवस्था हैन। यतातिर यो माथिको पनि गाउँ नै हो, सानो गाउँ छ माथि कुना साइडतिर। अब यो जङ्गल भन्ने कि के भन्ने थियो हैन, रुखहरूको तलतिर चाहिँ सानो गाउँ छ। यता माथितिर पनि डाँडो भयो, डाँडोमा पुरै रुख वृक्षहरू छन्। यताको साइडतिर पनि गाउँ नै छ, सानो सानो। त्यो गाउँदेखि अलिक पर्किन, अलिक पर जाने भने चाहिँ एउटा सानो मार्केट छ। यस्तो टाइपको छ हैन। हरियाली चाहिँ एकदमै हरियाली छ जता पनि। अब यहाँको यी घरहरू साना साना खालका घरहरू, चिटिक्कको एकदम ट्रेडिसनल पाराका घरहरू छ यिनीहरूको हैन। प्राय काठबाट बनिएको घर, माटोबाट बनिएको घरहरू। अनि घरलाई न्यानो पार्न, न्यानो गरी राख्न सकिने खालको भट्टी टाइपको घरहरू बनाएको छ। यस्तो खालको पुरानो पर्खालहरू लगाएर, माटोको पर्खाल लगाएर यस्तो किसिमको घरहरू छ गाउँमा चाहिँ। यो चाहिँ पुरानो यहाँको ऐतिहासिक पुराना सांस्कृतिक घरहरू हुन् हैन। अहिलेको प्राविधिक जमाना अनुसार, अहिलेको यो प्रविधिको विकाससँगै यहाँको सहरी इलाकातिर हेर्ने भने त डेन्जर यसरी घरहरू छन् हैन। तर गाउँमा चाहिँ यस्तो प्रकृतिको घरहरू छ। यहाँ चाहिँ टमाटर खेतीहरू राम्रो फलाएको रहेछन्। टमाटर मजाले पाकेछ, अहिले पाके आधा जति टिपिसके। यो चाहिँ तिल हो हैन, सेतो तिल। यिनीहरूले तिल चाहिँ प्राय खानामा, परिकारमा चाहिँ तिल नमिसाएको परिकार हुँदैन। तिल खेती हो यो चाहिँ। यसरी मजाले तिल लगाएको छ यत्रो यत्रो। अब यो काट्ने बेला भइसक्यो यसको चाहिँ। यस्तो छ तिल। यो ट्रेडिसनल घरहरू यहाँको पुराना घरहरू हो हैन। म एउटा सानो गल्लीबाट बाहिर मेन रोडतिर जाँदैछु। यो पनि पुरानो टाइपको घर हो यहाँको। मान्छे बस्दैन अहिले, पुरै हाम्रो पहाडमा जस्तो, नेपालतिर पहाडतिर जस्तो बनमारा उम्रेर, झ्याउ उम्रेर बसेको घर जस्तो छ यो पनि। मान्छेहरू सबै सहर केन्द्रित भएर अल्पत्र अवस्थामा छ अहिले, मान्छे कोही पनि छैन। यहाँ चाहिँ घडेरी खाली छ, किन्ने भए कसैले सम्पर्क गर्नु एउटा साथी हो।
यस्तो झ्याउ लागेको छ घरमा है। यहाँ सबै अब घर छोड्दै बजारतिर केन्द्रित सबै होइन, अहिलेको युवा पुस्ताहरू पढाइको सिलसिलामा सुविधाको सिलसिलामा सबै बाहिरतिर जाने। यहाँका पुराना घरहरू चाहिँ यस्तो टाइपको छ, माटोले भरेर। हाम्रोतिर माटो र ढुङ्गा लगाएर गराउँछ नि, त्यस्तै टाइपको घरहरू बनेको छ। यहाँ चाहिँ यस्तो खालको घर बनाएर बसेका रहेछन् यिनीहरू पहिला चाहिँ होइन। हाम्रो घर टाइपको घर जस्तो छ सबै। उता हेर्दाखेरि पनि ठ्याक्कै हामीले माटो र ढुङ्गा ल्याएर माथि माटो लगाएर ढुङ्गा छ्याप्ने खालको हुन्छ नि गाउँघरमा घर, त्यस्तै टाइपको घरहरू बनेको छ। गोठ भन्छौँ नि, गोठ थारा गाई वस्तु बान्ने त्यस्तै खालको थारो जस्तो पनि रहेछ यहाँ होइन। यो तर अब म चाहिँ मेन रोडमा आइपुगेँ। यो भनेको हाइवे हो यहाँको। हामी बजारतिर जाने, मार्केटतिर कतै टाढा जानु पऱ्यो भने यो बाटो हुँदै जानुपर्छ। साइडमा छेउमा पुरै चाहिँ नि धान बाली हो। यस्तो मजाको धान छ नि यहाँ। अब यो यति हरियाली छ कि हेर्नुहोस् कति हरियाली छ, कति आनन्दको छ ठाउँ। यस्तो गजब ठाउँ छ। पुरै धान छ यतातिर चाहिँ होइन। अब यो सूर्य अस्ताउन थालेको छ, सूर्यको किरण आइरहेको छ यतातिरबाट चाहिँ। म चाहिँ साँझ गोधुली साँझ परिरहेको छ, साँझको बेलामा यो दृश्य ल्याइराखेको हो। यस्तो राम्रो छ धान। म पहिला बसेको ठाउँमा पनि यस्तै ज्यादै राम्रो थियो धान खेत, एकदमै टक्क बसेको ठाउँ, उपत्यका जस्तो टाइपको। यो पनि झन्डै त्यस्तै टाइपको छ, त्यसलाई झल्को मेट्ने टाइपको छ। डाँडोहरू टुक्क निक्लिएको होइन, खेतहरू मजाको ठुल्ठुलो फाँटहरू भएको। पारिसम्म डाँडो देखिन्छ यहाँबाट। त्यो पारी देखिने पनि बस्ती नै हो, गाउँ हो। यस्तो छ साथीहरू है। हरियाली चाहिँ मान्नुपर्छ यहाँको हरियालीले चाहिँ। यो चाहिँ यहाँको हाइवे। ल त साथीहरू, अब अर्को नयाँ भिडियोमा चाहिँ अर्को ठाउँको दृश्य देखाउनेछु। म बस्ने एरियाको अर्को नयाँ ठाउँको दृश्य देखाउनेछु। आजलाई यति नै है। अब यहाँको हरियाली धान खेतहरू देखाइदिएँ मैले। अर्को पालि अर्को नयाँ भिडियो लिएर आउनेछु। त्यति जेनसम्मको लागि चाहिँ स्टे ट्युन। प्लिज भिडियोलाई लाइक एन्ड कमेन्ट्स सब्सक्राइब गर्नु नभुलिदिनु होला है त। बाई।